यो म 16 वर्षको उमेरको फोटो हो। अनि त्यस पछाडि यो सानैमा मैले मङ्गी गर्ने चलनमा मागेको फोटो हो। यो चाहिँ विवाहपछि एउटा हिमालमा हिउँ परेको बेला खिचेको। यो मेरो पहिलो सन्तान सरला नानी हो। यो मेरो दोस्रो सन्तान छोरो सुशान्त ओली हो। अनि यो हामी दुईजनाको माया प्रेममा पिक्सले दाहा लगाइदिएर अहिले दङ्ग बनाइदिएको छ। यो चाहिँ मेरो विदेशमा बस्दाको फोटो हो। यदि म विदेशमा यो मेरो टावरमा काम गर्दाको तस्बिर हो। यो मेरो काम गर्ने अफिस ब्याङ्क अनि पसल सबै थोकिने हो। यसमा सबै मिक्स फोटो छ। रेल एकदम यसलाई रोकेर हेर्नु भयो तपाईँ सबै देख्नुहुन्छ। यो चाहिँ मेरो दाइको छोरी अनि मेरो छोरीहरूले पञ्चमीको टिका लगाएर यो चुनमाङमा हामी शारीरिक सामाजिक शिक्षा भत्ता पार्न गएको तस्बिर। यो चाहिँ मेरो ब्याङ्क उद्घाटन समारोहको तस्बिर हो भने भव्य मान्छेहरू पनि आउनुभएको थियो। मासुहरू जम्मा हुनुभएको थियो। हामीले ब्याङ्क उद्घाटन गरेका थियौँ। अहिले यो चाहिँ हामीहरू पुरानो सम्झना बिहेको फोटो हो। अनि यो चाहिँ मेरो तस्बिर अफिस टाइमको तस्बिर हो। अनि यो चाहिँ मैले एउटा बिहेमा गएको बेला लागेको पार्टी हो। यो मेरो साथीहरू हुनुहुन्छ, साथी पनि माइती पनि हुन्छ। यो चाहिँ हामी मेरो फ्यामिलीसँग कति दिनको बच्ची लाएर भनेर एउटा लायक माइलो अब यहाँ चाहिँ सुरु भयो मेरो जिन्दगीको दुःखद यहीँदेखि सुरु हुन्छ मेरो जिन्दगीको गन्तव्य दुःखद र पीडा। अब पीडामा अहिलेसम्म जो थियो खुसी शान्ति र सुख थियो भने अब जिन्दगीको पीडामा बाँच्नु पर्ने अवस्था आएको छ। सायद त्यो दिन आउँछ आउँदैन, मेरो अपरेसनको दिन मृत्यु पाउने हो कि। त्यसैले मैले भनेको साथीहरू यो भिडियो अन्तिमसँग हेर्नुहोला र अब अर्को अपडेट पनि पठाउनेछु। पुरै मलाई एकदम लेट भइसकेको छ। मेरो टाउकाको अपरेसन छिट्टै हुन्छ होला। जति रमाउनु थियो रमाइयो, जति कमाउनु थियो कमाइयो। अहिले पनि म महिन्द्रा अस्पतालको बेड राखेको छु। उठ्न सक्दैन, सलानी पनि कति 15-16 चढिसक्यो। मेरो एउटा रोगले होइन 2-3 रोगले खाइसक्ने भयो। यस्तो चाहिँ पीडा कसैले नपरेको। यो केही वर्ष अगाडि बाइक एक्सिडेन्ट भएको घटना हो। यो चाहिँ बिचमा औषधि गर्दा मरिसकेको अवस्था हो। मरिसकेको चाहिँ होइन, मर्ने अवस्थाको भिडियो हो। धरती हेर्ने दिन छुट्टै छ होला, पनि हुनसक्छ। कोहीलाई दुखाइम्ला पेराइम्ला, कसैको ऋण खाइम्ला। यो जन्ममा नभए अर्को जन्म तिरौँला। यदि कदम कदाचित मलाई केही भइहालेछ भने तपाईँहरूले यो फोटोलाई भिडियोलाई आँसु पाए ज्यानै लाने माया लाए बैगुनीलाई दिलमा सजाए बदलामा छोटै चोट पाए वचनको तिरले मुटु रेट्यौ छुट्टिने भए किन भेट्यौ।